हेलो गाइज नमस्कार। म चाहिँ दिदीको घरमा गएको थिएँ हेटौडा। दिदीले चाहिँ घुम्नुको लागि लानुभएको थियो स्मार्ट पार्क भन्ने ठाउँमा। यति राम्रो रहेछ त्यहाँनिर। जिप लाइनहरू रहेछ, बाइसाइकलको जिप लाइनहरू रहेछ, रोलरको जिप लाइनहरू रहेछ। खेल्नुको लागि कति धेरै सामानहरू रहेछ नानीहरूको लागि। रोटेपिङहरू अनि पिङहरू कति धेरै के नानीहरूको लागि यति राम्रो रहेछ खेल्ने ठाउँहरू। एभन ठुलो मान्छेको लागि पनि कति धेरै रहेछ यस खेल्नु ठाउँहरू। मलाई चाहिँ यो जिप लाइन चाहिँ यति धेरै पहिलेदेखि नै जिप लाइनमा चढ्ने यति धेरै रहर थियो कि तर यहाँनिर यो स्मार्ट पार्क भन्ने ठाउँमा रहेछ नि त। दिदी र भेनाले खेलाइदिनु भयो, मेरो रहरै पुरा भयो। तपाईँहरू पनि खेल्नु चाहनुहुन्छ भने, तपाईँलाई नि मनपर्छ भने हेटौडा स्मार्ट पार्क भन्ने ठाउँमा आइदिनु होला, खेलिदिनु होला, इन्जोय गरिदिनु होला। राम्रो रहेछ ठाउँहरू घुम्नुको लागि अनि फोटोहरू खिच्नुको लागि। इभन जनावरहरू पनि रहेछ, मृगहरू रहेछ, गोहीहरू रहेछ, परेवाहरू, मुसाहरू अनि चिल अनि गिद्धहरू धेरै रहेछ जनावरहरू पनि। अनि टिकटक बनाउनेहरू पनि राम्रो ठाउँ रहेछ। तपाईँहरू पनि आउनु भएर इन्जोय गर्नु होला हेटौडा स्मार्ट पार्क भन्ने ठाउँमा। मलाई त राम्रो लाग्यो, हजुरहरूको पनि इन्जोय गर्नुहुन्छ भने आउनु होला। बाई।